स्वतन्त्र उम्मेदवारको रूपमा उठ्यो। यो स्वतन्त्र किन उठ्यो भन्ने कुरा तपाईँहरू धेरै चाहिँ कोही सबै नभए पनि कोही त पार्टीमै लाग्नु भएको छ होला, पार्टीमा लाग्नु भएको छ होला। अनि तपाईँहरूले पनि त्यही सोच्नुभयो होला क्या, पार्टीमा लागेको भए हुन्थ्यो भनेर सोच्नु भयो होला। म पार्टीमा किन लागिनँ त भन्दाखेरि म समाज सेवा गर्ने व्यक्ति हो, राजनीति गर्ने व्यक्ति होइन। र अहिले चुनाव जितेर म जान्छु माथि गएर पनि संसदमा मैले कोही राजनीति गर्दैन, त्यहाँ राजनीति गर्नलाई जाने होइन। म देश सेवा समाज सेवा गर्नलाई जाने हो। त्यसैले म सांसद भयो भने कसैले मलाई नेताजी नबन्नु होला है। नेता भनेको त राजनीति लागेको मान्छेलाई नेता भन्छ। कसैले नेता नबन्नु होला र त्यहाँ सांसद भएपछि माननीय पनि थप्छन् त्यहाँ है। माननीयजी भनेर भन्छन्। माननीय साननीय कसैले नबन्नु होला। म अस्ति मन्त्री हुँदाखेरि पनि माननीय मन्त्रीजी भन्थेँ, माननीय नभन्नु, मन्त्री भन्नुसम्म भने हुन्छ, माननीय नभन्नु भनेकै हो। त्यसैले म स्वतन्त्रबाट उठेको हो। अब अर्को हल्ला के चलाउँछन् भने म्याग्दीमा डुल्दै जाँदाखेरि घुम्दै जाँदाखेरि गाउँमा गएर एउटा हल्ला चलाएको छ। के हल्ला चलाएको छ भने महावीर पुन स्वतन्त्र उम्मेदवार भएर जितेर गएपछि माथि संसदमा एक्लै हुन्छ, यसले केही काम गर्न सक्दैन, यसले केही काम गर्न सक्दैन, त्यसैले यसलाई भोट खेर नफाल भने। अब काम गर्न सक्छ कि सक्दैन उनीहरूले भनेको कुरो बिथोल्नलाई, जनतालाई चाहिँ जनताको ध्यान चाहिँ अरूतिर लगाउनको लागि त्यो भनेको हो। अब विरोधीहरूले त भनिहाल्छ, त्यसो भनेर म कोही दुःख मान्ने त मानेको त होइन। तर संसदमा गएर मैले के गर्छु भन्ने कुरा, कसरी काम गर्छु भन्ने कुरा त्यसो भन्नेहरूलाई थाहा छैन। महावीर पुनको काम गर्ने तरिका फरक छ। अहिलेसम्म म जसरी काम गरेँ, नेपालमा बसेर 33 वर्ष जसरी काम गरेँ, मैले काम गर्ने तरिका अरू कसैले पनि काम गर्ने तरिका भन्दा मेरो तरिका फरक छ। मेरो तरिका के छ भने कुनै पनि काम गर्नको लागि टिम बनाएर काम गर्छु। एक्लै काम गर्दैन। जे काम गर्नको लागि पनि त एउटा टिम त बनाउनु पर्यो। त्यसरी नै काम गरिरहेको जस्तो मैले राष्ट्रिय आविष्कार केन्द्र खोलेँ। म एक्लैले खोलेको होइन, टिम छ। अनि त्यो टिमले चलाइरहेको छ। म त डुलिरहेको छु। म डुलेको तपाईँहरूले देख्नु भइरहेको छ। वीरगन्जको कृषि औजार कारखाना अहिले मैले भने किताब बेचेर 12 करोड रुपियाँ जति त्यहाँ राखिदिएको छ। तर त्यहाँ टिम छ, योग्य इन्जिनियरहरू, इमान्दारहरू, काम गर्ने नठग्ने मान्छेहरूको टिम बनाइदिएको छु मैले। अनि त्यो संसदमा गएपछि मैले टिम बनाउँछु। म कस्तो मान्छेको टिम बनाउँछु भन्दा सांसदहरूको टिम बनाउँछु। अहिलेको चुनावमा अब कोले जितेर आउँछ, खास गरी युवा इमान्दार र भ्रष्टाचार नगर्ने को छ सांसद, त्यस्तो सांसदहरूको म टिम बनाउँछु। त्यो सांसदहरू जुनसुकै पार्टीको पनि हुनसक्छ। पार्टीलाई मैले हेर्दैन, त्यो मान्छेको इमान्दारी कतिको छ, कसरी काम गर्छ, भ्रष्टाचार गर्छ कि गर्दैन, त्यसको ब्याकग्राउन्ड हेर्दैन। र राम्रो इमान्दार योग्य युवाहरू छन् भने उनीहरूलाई मिलाएर मैले एउटा टिम बनाएर काम गर्छु। त्यो टिम बनाउने भनेको राजनीति गर्नलाई टिम बनाउने, देशको विकास गर्नको लागि, जनताको सेवा गर्नको लागि टिम बनाउनु हो। सरसल्लाह छलफल गरेर कुनै कानुन बनाउनु छ भने, कुनै योजना बनाउनु छ भने त्यो सामूहिक रूपमा बनाएर त्यही कुरा चाहिँ संसदमा पेश गर्ने हो। हल्ला गर्ने योजनाहरूलाई चाहिँ कुनै पार्टीले
विरोध गर्छ भने त्यो हाम्रो चाहिँ बेइज्जत हुँदैन। जसले विरोध गर्छ त्यही पार्टीको विरोध हुन्छ। गर्ने मान्छेहरू आउँछ, पार्टीहरू निस्किन्छ, त्यसलाई पास हुन दिँदैनन् पक्कै पनि। यदि कुनै पार्टीले त्यसको विरोध गरेर पास हुन दिँदैन भने मेरो बेइज्जत हुँदैन। जसले चाहिँ विरोध गर्छ त्यसैको चाहिँ बेइज्जत हुन्छ। मेरो बेइज्जत हुन्छ भने उनीहरूलाई घाटा पर्छ। त्यसैले म एक्लो हुँदैन। सबैले सोच्नु होला अब कतिजनाको टिम बन्छ, कस्तो टिम बन्छ अहिले थाहा छैन, किनभने चुनाव भएकै छैन। चुनाव भएपछि नै बल्ल पर्ने हो। त्यसरी म चाहिँ टिम बनाएर काम गर्ने हुनाले मेरो विरुद्धमा बोल्नेहरूले जो भनेको छ त्यो कुरा चाहिँ गलत कुरा हो। म एक्लो हुन्छु भन्ने कुरा हो। म एक्लो हुँदैन, काम गर्छु।